नमस्कार टीवी टुडे विशेष रिपोर्ट में अपने संपूर्ण गोटे की स्वागत करी छी हम चाहू अखनो आदमी सब एतेक समस्या भोगि रहल छै देख रहल छी जे कतौ देखै छी कि जे रास्ता हरेक किस के जे छै से निर्माण सबके कार्य जे छै तीव्र गति में होय छै जे ई सबके विकास भ रहल छै लेकिन अखनो एहन बहुत परिवार छै जिनका पास में किछो नहीं छै जे केना क दू छाकी खाना खेते घर में कपड़ा लगेते ओहो अखनो जे छै से बहुत ज्यादा ई समस्या देख के पड़ि रहल छै अखनो के समय में जेना कि स्थानीय चुनाव होय अथवा प्रदेश के चुनाव होय छै तो सरकार सब एतेक पैघ पैघ बात करे छथिन जे केओ एहन नहीं छै जे काल्हि के डेट में भूखे रहि सकै छै लेकिन अखन हम सब जे ठाम उपस्थित छी चंद्रपुर नगरपालिका वार्ड नंबर 3 गैराटार कचहरिया टोल में जे शांति कुमारी हमरा सबके बीच में छै एकदम जे एकटा घर देख रहल छी घर में खपरा तक जे कही तो ऊपर में नहीं छै पूरे पाइप मिला सके घर के नीचा में अबै छै कति कष्टकर पूरी कही त किछो छेबेटा नहीं करे बच्चा छै ओ जखन विवाह भेला के बाद त बुझै छी जे बाहर रह लगै छै तो ई शांति के बारे में हम सब बातचीत करे के प्रयास करब शांति अपन जीवन यापन केना क जे छै से बिता रहल छै तो शांति संगे हम ई हमरा बीच में छै शांति छै उनका संगे हम सब विशेष बातचीत करे के प्रयास करब नमस्कार म भुवनेश्वर गुरु कछडिया चौपुर 3 गैराटार रोटर हजुर यो उहाँलाई शान्तिलाई कतिको सहयोग गरिराख्नु भएको छ तपाईँ शान्तिलाई जस्तै हाम्रो यो शान्तिलाई मात्र नभएर यहाँ हामी लगभग 60-70 घरलाई दुईवटा बाख्रा र साथमा बोका पनि दिएका छौं र यसैले अलिकति परिवार फ्यामिली भन्न बढाएर आफ्नो जीविकोपार्जनमा अलिकति थप मद्दत पुग्छ कि भनेर हामीले हाम्रो सामुदायिक वनबाट प्रत्येक वर्ष हामी गरिबी न्यूनीकरणमा हामी कुनै न कुनै एउटा माध्यमले उहाँहरूलाई सहयोग गरिरहेको हुन्छौं शान्ति सँगै बातचीत करै छी हम सब एकदम भीतर घर में छी लेकिन तत्पश्चात एतेक हवा आबि रहल छै घर में जखन पानी अबैत हेतै बहुत ज्यादा जखन हवा उठैत हेतै तखन शान्ति के अवस्था केहन रहै छै कति समस्या छै अखन के डेट में शान्ति की यहाँलाई स्वागत छ पहिला मैत्री त बुझ्नुहुन्न तपाईँ नेपाली बुझ्नुहुन्छ नि जीवन यापन कसरी चलाइराख्नु भएको छ शान्ति जीवन कति चलाए बेरामा बेचो बुढा भेलामा उनीम कमाएछु उनीम कमाएर ल्याछु 100-200 खाइछि कति गर्ने केमा काम गर्नुहुन्छ गोलामा मकैको धानमा अनि छोरा छोरी छ कि छैन छोरा पनि बिहे भइसकेको छ छोरा त इन्डिया छ ससुरालीमा बस्छ छोरी चाहिँ निजगरमा अनि उसको पनि छोराको भएछ दुईटा छोरा उतै बस्छ कहिले कहिले भेट्न आउँछ छोरीले कहिले कहिले 1000 रुपैयाँ पठाइदिन्छ कहिले 500 पठाउँछ अनि जिन्दगी त्यतिकै चलिरहेछ तपाईँ काम गरेर ल्याउनुहुन्छ भने खानुहुन्छ ल्याउनुहुन्न भने खानुहुन्न अनि श्रीमान छ कि छैन छ अहिले गोलाम गएछ अनि बिमार हुनुहुन्छ त्यसै बिरामी गएछ बिरामी पनि हुनुहुन्छ टिबी बिमारी रहेछ उहाँलाई अनि फेरि कसरी उहाँको खानपिन सयारहरू कसरी गर्नुहुन्छ तपाईँ दिए थियो अस्ति नै दिए थियो त्यो 25 किलोको बोराको 4 बोरा चामल अनि 4 प्याकेट तेल अनि त्यो दाल दिए थियो 3 पोका मसुराको अनि त्यो बदाम दिए थियो 3 पोका अनि त्यति मात्र अनि फेरि उहाँले बिमारी छ भने मान्छेहरू त्यो कारणले हेप्छन् पनि उहाँसँग घृणा पनि गरिरहेको हुन्छन् हेप्छ मान्छे के भन्छन् त्यो त टिभीमा मान्छेहरू आउँछ काम गर्न के भन्छ अब काम गरेन भने कसले खुवाउँछ अनि काम गर्दाखेरि उहाँले गर्दाखेरि त्यो ठाउँमा उहाँले घुर्ता पनि पठाइदिने घुराइ पनि दिन्छ नि कि तपाईँ नकाम गर्नु भन्ने बिमारीको कारणले गर्दा त्यो उसलाई भन्दैन त्यो छोरी बच्छ
यहाँको मान्छे छुटेर छ नि। अनि उसले छुट्टै काम दिइरहेको हुन्छ। अनि फेरि खानेकुराहरू तपाईँहरू चाहिँ कमाएर ल्याउनुहुन्छ अनि सहयोग कतैबाट आउँछ कि आउँदैन? कसैले सहयोग गरिरहेको छ? यो गाउँमा त्यो बेराम पर्दाखेरि त मैले माग्न गयो गाउँमा पैसा त दिएन कसैले। पत्याउँथ्यो यस्तो घर देखेर मान्छेहरू धनियाँ मनी दिन्छ, कहिले पत्याउँदैन। कसैले सहयोग गरिदिनु? मैले कति गाउँ समाजलाई मैले बन्यो। मेरो घरको बुढाले यस्तो भएछ ऊ गरेन। त्यो टिटाई भन्जाले त्यो अनि मात्रै त्यो सहयोग गरेर त्यो चामल मगाइदिएको थियो पहिला। 7 महिना पुग्यो तर अहिले निको भइसक्यो बुढोले। काम गरिरहेछन्। यताको सरकार जसरी सरकारी निकाय जसरी भयो, वार्ड अध्यक्ष भयो, तपाईँको मेयर होला, उहाँहरूले सहयोग गर्नुहुन्न? त्यही 7 महिना कमाए भए मेरो घर बनाउनु थियो। घर हेर्दा कस्तो, यता पनि पानी आउने उता पनि पानी आउने, घर पनि चुने। खोइ यो गाउँमा पैसा खोज्जान त खोजेन, कसैले पत्याउँदैन। कसैले दिन्न अनि त्यो पनि सापी पनि दिन चाहिरहेको। मुखो त्यो 1 सुको पनि दिँदैन। अनि कहिले आवश्यकता पर्यो भने त्यस्तो केही खानासाना लाउने हुँदैन भने फेरि कतिको गाह्रो हुन्छ त्यति बेला। कति समस्या हुन्छ तपाईँले? धेरै समस्या हुन्छ। अनि उहाँको इलाज कसरी भइरहेछ? चामल पैसो माग्न जान 2 गिलास यो गाउँमा कसैले दिँदैन। कस्तो गाह्रो। अनि त्यसपछि श्रीमानको इलाज चलिरहेछ भने त्यसको छुट्टै पैसा? त्यही भएर त मेरो बुढोले त्यही सोचेर दुःख होस् कि सुख होस्, मरोस् कि बचोस्, जान्छु म काम गर्न, अलिअलि पैसा ल्याउँछु त्यही खान्छु। अनि उसको इलाजको खर्च दिइरहेछ कि छैन? त्यो यता उसको इलाज छुट्टै त्यतिकै निःशुल्क भइरहेछ कि पैसा तिरेर भइरहेछ? यो टिभीको इलाज त्यो त अब सक्यो, त्यो छैन अब। अनि एकदमै अहिले त्यो गोठहरू त्यो हेरिरहेछु त्यो बाख्राको। अनि त्यो एउटा बकरा बेच्यो, पाठो अनि बोको। यो गाउँमा पैसा खोज्नु जाँदाखेरि म दिएन, कसैले पत्याएन। एउटा बोको बेच्यो अनि पाठो बेच्यो अनि औषधि गर्यो बुढोलाई मैले। अनि छोरीले 7000 फेरि लायो। धेरै समस्या छ। कस्तो गाह्रो थियो, भात नखाने, घाम गएर सुत्ने ऊ खेतमा, अटा खेतमा। त्यो त समस्या। त्यही भएर त सोचले पनि यस्तो डुब्लाएको छ।